हेलो गाइस, सबैलाई वेलकम छ है मेरो न्यू ब्लगमा। इट्स मी पासाङ तामाङ। म चाहिँ आज पशुपति दर्शनको लागि आएको। सो हामी चाहिँ पशुपति दर्शन गर्न जानलाई। हामी किन भन्न खोजेको भन्दा मेरो मिसेस पनि हुनुहुन्छ। सो त्यही भएको कारणले अनि आज चाहिँ झिलिमिली फुलहरू त्यो अस्ति शिवरात्रिको डेकोरेसन अहिलेसम्म पनि कस्तो राम्रो लाग्यो। सो हामी चाहिँ भित्रतर्फ लाग्दैछौँ। लेट्स सी हजुरहरूलाई मेरो नयाँ ब्लग मन पर्छ भनेर आशा गर्दछु। सो गाइज म चाहिँ अब भित्रतिर लाग्दैछु। अब हामी भित्र जानुपर्छ। भित्र चाहिँ तपाईँको के भन्नु, हर हर शम्भो, जय शम्भो, हर हर महादेव। अब भित्र चाहिँ किन भन्दा भ्लग बनाउनलाई पनि मिलेन, अब फोटोसोटो खिच्न पनि मिलेन। क्यामेरा मोबाइलको अलाउड छैन, मतलब मोबाइल क्यामेरा बोक्न त जान पायो तर भित्र अलाउड गर्न पाएन नि त। सो अब त्यही त नि, भित्र गएर अब हामी निस्किने टाइमको चाहिँ भिडियो अब खिच्न पायो। अब भन्नाले गेटबाट भित्र अलाउड छैन क्यामेरा अन गर्न। सो फाइनली अब म चाहिँ किन भन्दा भित्र मन्दिर दर्शन गरेर बाहिर निस्केर आइसकेको छु। अब किन भन्दा हामी अब फर्किनु पनि पर्यो नि त नि। भित्र सबैतिर घुमघाम गरेर हामी देवता दर्शन गरेर अनि बाहिर निस्किरहेको छु, बाहिरतर्फ लाग्दैछु। सो बाहिर पनि एकदम रमाइलो ठाउँहरू छ, हजुरहरूलाई म देखाउने छु। जस्ट अ मिनेट वेट। सो गाइस चाहिँ एउटा कुरा चाहिँ के भन्न बिर्सेछु भन्दाखेरि मेरो बुढी चाहिँ एकदम शिव भक्त हो। त्यही भएर हेर्दै जानुस्, एकदम रमाउँदै नाच्दै हिँड्दै हुनुहुन्छ। उहाँ चाहिँ एकदम शिव भक्त हुनुहुन्छ। सो त्यही भएर एकदम खुसीको साथमा हिँड्नु भएको छ। मेरो एभ्रिथिङ, मेरो आफ्नो मान्छे। सो गाइज यहाँको डेकोरेसन भने यस्तो छ होइन, यसपालि एकदम राम्रो। अनि मेरो मिसेसलाई चाहिँ फुल चाहिँ एकदम मनपर्छ, अनि त्यही भएर उहाँ चलाइराख्नु भएको छ। भिडियो बनाइदिएको, यसो फुल चलाइरहेको। सो गाइज अब चाहिँ मेरो के अरे यो पुलको यात्रा सुरु भयो। जुन हामी मेन गेटबाट छिर्दाखेरि हुन्छ। ओहो, एउटा बाबु पनि आउनुभयो, यस्तो राम्रो रहेछ। यता नानी पनि रहेछ, अर्को बाबु पनि रहेछ। ओहो बिचरा अर्को बाबुले त फुलले पो हान्यो, बिचरा नानी चकचके रहेछ। सो अब मेरो बुढी पनि पुलको यात्रा गर्दै आउँदै हुनुहुन्छ। हिँडिराख्नु भएको छ आफ्नै धुनमा, त्यही तालमा हिँड्नु भएको छ। सो अब हामीले एउटा कुरा चाहिँ के सिक्नुहुन्छ भने, पशुपतिमा हामी दर्शन गर्न आउँछौँ, पूजाआजा गर्न आउँछौँ। पशुपतिमा एउटा एकदम दुःखद चिज भनेको चाहिँ यो, मरेपछि पशुपतिमा भने एउटा गीत पनि छ नि। अनि अब यहाँनिर आयो हामी पशुपतिको गजुर देख्न सक्छौँ, मेन मन्दिरको। सो गाइज अब हामी फाइनली अब मासतिर लाग्दैछु। यो चाहिँ किन भन्दा अस्ति भनौँ न शिवरात्रिको दिन झगडा परेको एरिया पनि हो। अब भन्न त हुँदैन ब्लगमा। सो यहाँ बाबाजीहरू अझै पनि हुनुहुँदो रहेछ, आफ्नो तालमा छ। कोही थाल ठहराउँदैछ, यहाँनिर के अरे खानेकुरा बेचिरहेछ, यता पनि छ। सो अब फाइनली हामी चाहिँ मासतिर लाग्दैछु। मासतिर लागेर अब त्यो के भन्छ अरे ढोकेर हो, हात छिराउने ठाउँ भनेछ। मेरो मिसेसले ट्राई गर्दैछ, हजुरहरूले हेर्न सक्नुहुन्छ। ओ माई गड, छिर्न त छिर्यो तर पुरै छिरेन। जे होस् ठाउँमा चाहिँ पुग्यो। सो फाइनली यो चाहिँ नाइटको लाइटिङ टाइम हो, एकदम राम्रो झिलिमिली। डेमा भन्दा पनि नाइटमा चाहिँ एकदम राम्रो रमाइलो हुँदो रहेछ गाइज।
खुसी लाग्यो आज देवता दर्शन गर्न पनि पाएँ। अनि म शिवरात्रिमा आउनु नपाएको कारण चाहिँ किन भन्दा म गाउँमा थिएँ, त्यही भएको कारणले आज चाहिँ म आइपुगेँ। अनि म एकदम खुसी छु। अनि म अब हिँड्दैछु लखर 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 लाउरे। बाबा चाहिँ पुरा सिलिन्डर बोकेर हिँडिरह भने म भिडियो बनाउँदा बनाउँदा। अनि मेरो मिसेसलाई चाहिँ मास्क किन लगाइदिएको भन्दाखेरि अब त्यहाँ हामी जोस् खोलाको साइडबाट यता फर्किँदाखेरि उहाँलाई चाहिँ अलि स्मेल आयो रे, सो त्यही भएर अनि उहाँले चाहिँ मास्क लगाएर हिँड्नु भएको। सो गाइज लाइटिङहरू एकदम दामी राम्रो बवाल बनाएछ यसपालिको पशुपतिको सजावट चाहिँ दामी लाग्यो है मलाई चाहिँ। हजुरहरूलाई कस्तो लाग्यो हजुरहरू पनि जानुभयो। अनि यहाँ स्टलहरू पनि राखेको रहेछ, फुटपाथ पनि राखेको रहेछ। 2-3वटा मात्रै स्टलहरू रहेछ। अनि सबै उठाइसकेछ, हामी अलि बेलुका भएर होला। अचार आयो यता है गाइज, मासुको अचार बेच अनि ह्यान्डिक्राफ्ट खेलौनाहरू, पुतलीहरू, किरिङहरू। सो गाइज फाइनली अब आई होप हजुरहरूलाई मेरो भिडियो राम्रो लाग्छ भने लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। अनि हजुरहरूलाई धेरै धेरै धन्यवाद। मेरो भिडियोलाई मन पराइदिनु होला। केही कमी कमजोरी भयो भने कमेन्ट गरिदिनु होला। भोलि फेरि नयाँ भिडियो लिएर आउँदैछु।